इमेजिन दिस, तपाईँ आफ्नो टेलिभिजन स्क्रिनमा एउटा कार्टुन हेरिरहनु भएको छ, मजाले हाँस्दै। तर केही वर्षपछि तपाईँ अचानक न्युज हेर्नुहुन्छ र तपाईँ छक्क पर्नुहुन्छ, किनभने ठिक त्यही घटना, ठिक त्यही दृश्य तपाईँले पहिले नै एउटा कार्टुनमा देखिसक्नु भएको छ, र त्यो कार्टुन हो द सिम्पसन्स। नमस्ते, स्वागत छ आजको एपिसोडमा। म निक शाक्य। आज हामी कुरा गर्दैछौँ द सिम्पसन्स नामको कार्टुन शोको, जुन केवल हाँसोका लागि बनाइएको थियो, तर त्यो शोमा देखाइएका भविष्यवाणीहरू एकपछि अर्को गर्दै सत्य साबित हुँदै गए। डोनाल्ड ट्रम्पको राष्ट्रपति बन्ने कुरा होस्, कोभिड-19 को भविष्यवाणी या मेटाभर्सको आविष्कार, द सिम्पसन्सले ती सबै वर्षौँ अगाडि नै देखाइसकेको थियो। तर प्रश्न उठ्छ कि सिम्पसन्सका लेखकहरू टाइम ट्राभलर हुन् कि यो सबै केवल संयोग मात्र हो? आज हामी द सिम्पसन्सको फ्युचर प्रेडिक्सनको रहस्य खोल्न जाँदैछौँ। द सिम्पसन्स 1989 मा सुरु भएको थियो। म्याट ग्रोनिङले बनाएको यो शो ओरिजिनली एक साधारण कमेडी शो थियो, तर समयसँगै यसले यस्तो फ्युचर इभेन्ट्स प्रेडिक्ट गर्न थाल्यो जुन 20-30 वर्षपछि वास्तविक बने। अब सोच्नुहोस् त, कार्टुनमा देखाइएका कुरा रियल लाइफमा हुन्छन् भने त्यो मात्र कोइन्सिडेन्स होला कि केही डिप सिक्रेट छ? लेट्स चेक आउट द क्रेजिएस्ट प्रेडिक्सन्स अफ द सिम्पसन्स। डोनाल्ड ट्रम्प बने राष्ट्रपति। सन् 2000 को बार्ट टु द फ्युचर एपिसोडमा द सिम्पसन्सले देखायो कि डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्नेछन्। त्यसबेला मानिसहरूले यसलाई मजाकको रूपमा लिए, तर सन् 2016 मा ट्रम्प साँच्चै राष्ट्रपति बने। अझ अचम्मको कुरा त के छ भने सिम्पसन्सको सिनमा ट्रम्प एस्केलेटरबाट चढ्दै गरेको देखाइएको थियो। र गेस वाट, वास्तविक जीवनमा ठ्याक्कै त्यही एङ्गल, त्यही पोजमा ट्रम्प आफ्नै क्याम्पेनमा एस्केलेटरबाट झरेका थिए। कोभिड-19 को भविष्यवाणी। द सिम्पसन्सले कोभिड-19 जस्तै पेन्डेमिकको पनि भविष्यवाणी गरेको थियो। 1993 को मार्च इन चेन्ज एपिसोडमा देखाइएको छ कि जापानबाट आएको भाइरस अमेरिकामा फैलिन्छ, मानिसहरू आत्तिन्छन् अनि लकडाउन हुन्छ। अब रियल लाइफमा के भयो? सन् 2020 मा कोभिड-19 पेन्डेमिक फैलियो, लकडाउन भयो अनि सबै मानिसहरूको लाइफ अस्तव्यस्त भयो। स्मार्ट वाचेसको भविष्यवाणी। तपाईँ अहिले एप्पल वाच प्रयोग गर्नुहुन्छ, फिटबिट लगाउनुहुन्छ। द सिम्पसन्सले 1995 कै लिजाज वेडिङ नामको एपिसोडमा स्मार्ट वाचेसको भविष्यवाणी गरिसकेको थियो। त्यसबेला यो सिर्फ एउटा कार्टुनको कल्पना जस्तो थियो, तर सन् 2014 मा एप्पलले स्मार्ट वाच लन्च गर्यो। अब सोच्नुहोस् त, म्याट ग्रोनिङले 1995 मै कसरी थाहा पाए कि रिस्टमा घडी जस्तो डिभाइसबाट फोन गर्न सकिनेछ भनेर? डिज्नीले 20th सेन्चुरी फक्स किन्ने भविष्यवाणी। 1998 को व्हेन यु डिश अपन अ स्टार एपिसोडमा द सिम्पसन्सले एउटा बिलबोर्ड देखायो जसमा लेखेको थियो 20th सेन्चुरी फक्स, अ डिभिजन अफ डिज्नी। त्यति बेला त यो केवल एउटा मजाक थियो, तर एक्ज्याक्टली 19 वर्षपछि सन् 2017 मा डिज्नीले 20th सेन्चुरी फक्सलाई खरिद गर्यो। अब तपाईँ भन्नुहोस्, यो संयोग मात्र हो कि केही डिप प्लानिङ छ? फेसबुकको मेटाभर्सको भविष्यवाणी। द सिम्पसन्सले मेटाभर्सको कन्सेप्ट 1995 मा नै प्रेडिक्ट गरिसकेको थियो। सिम्पसन्सको ट्री हाउस अफ हरर एपिसोडमा होमर एउटा 3D डिजिटल वर्ल्डमा फस्छन्, जुन आजको मेटाभर्स जस्तै छ। सबैजना एक भर्चुअल वर्ल्डमा छन् जहाँ फिजिकल संसारभन्दा डिजिटल संसार नै मुख्य हुन्छ। र सन् 2021 मा मार्क जुकरबर्गले मेटा यानि कि मेटाभर्सको घोषणा गर्यो। कि म्याट ग्रोनिङलाई 26 वर्ष अगाडि नै थाहा थियो कि यस्तो दिन आउनेछ भनेर? अब तपाईँ भन्न सक्नुहुन्छ, यी त केवल संयोग मात्र हुन्। तर द सिम्पसन्सको भविष्यवाणी केवल 2-4 वटा मात्र होइन, 50 भन्दा बढी ठ्याक्कै साँचो भएका छन्। अब के म्याट ग्रोनिङ साँच्चै टाइम ट्राभलर हुन्? के द सिम्पसन्सका लेखकहरू भविष्यबाट आएका छन् कि उनीहरूसँग कुनै सिक्रेट इन्फर्मेसन छ? सो साथीहरू, यो थियो द सिम्पसन्सको फ्युचर प्रेडिक्सन्सको रहस्य। के तपाईँलाई लाग्छ सिम्पसन्सका लेखकहरू टाइम ट्राभलर हुन् कि सबै केवल संयोग मात्र हो? तपाईँको भ्युज तल कमेन्ट गर्नुहोस् अनि यस्तै अनौठा रहस्यहरू बुझ्नका लागि हामीसँग जोडिरहनुहोस्। स्टे क्युरियस, स्टे अमेज्ड। नमस्ते।